यलो महानगरपालिका सम्पदा अतिक्रमण याना देका तगु व्यक्तिगत संरचना थुना बिगुदु यलो महानगरपालिका बुधबार देगया जग्गा तेला कागुदासे यलो महानगरपालिका बुधबार देगया जग्गा तेला कागुदासे वडालिया 10 चाकुपाल ससखेले चुंगु अख्तियार दुरुपयोग अनुसन्धान आयोगया आयुक्त डाक्टर सुमित्रा अमात्य छेय पखाले 2000 न्याकाकुदका बुधबार यलो महानगरपालिका जाकुति जुगु पत्रकार सम्मेलनले महानगरपालिका प्रमुख श्री बाबु महर्जना धैदिल केही समय अगाडि लगभग 6-7 महिना अगाडि ललितपुर महानगरपालिका वडा नम्बर 10 चाकुपात सरस्वती खेलमा त्यहाँको जुन त्यहाँ सरस्वती खेल त्यसपछि त्यहाँ चाहिँ छटपष्ट रूपमा मन्दिरहरू पाटी पौवाहरू रहेको ठाउँका त्यहाँ चाहिँ कुल देउता दिवाली मनाउनु पर्ने गुठियारहरूको तर्फबाट म ललितपुर महानगरपालिकाको मेयरकोमा उहाँले चाहिँ एउटा निवेदन दिनुभएको थियो। त्यसमा चाहिँ यो तलनी निकबहाल चाबहाल र अमत्य गुठी यो चारवटा गुठीको तर्फबाट त्यो ठाउँमा रहेको सरस्वती क्ष अर्थात् 4 रोपनीको जुन त्यहाँ चाहिँ मतलब ग्रिनरी थियो मैदान थियो त्यो चाहिँ अतिक्रमण हुन गयो र त्यसको बिचैबाट त्यहाँ रहनुभएका डाक्टर सुमित्रा अमात्य र डाक्टर दिवस अमात्य उहाँहरूले चाहिँ यता पनि पार्टी उता पनि पार्टी यता पनि मन्दिर उता पनि मन्दिर तर उहाँले चाहिँ बीचबाट त्यो जुन चौर छ मन्दिरहरूको बीचबाट चाहिँ उहाँले बाटो खोल्यो कसरी त्यो रोकी पाऊँ भन्ने चाहिँ त्यस्तो पेट बोलेको चाहिँ निवेदन प्राप्त भयो। सो प्राप्त भइसकेपछि महानगरपालिकाको तर्फबाट ती गुठियारहरू लगायत निज सुमित्रा अमात्यलाई हामीले यहाँ बैठकमा बोलायौँ तर उहाँको उपस्थिति भएन र त्यहाँ चाहिँ उहाँको श्रीमान डाक्टर दिवस अमात्यको उपस्थिति भयो र हामी वडा नम्बर 10 को सम्पूर्ण परिवार महानगरपालिका गुठियारहरू र त्यहाँको अन्य व्यक्तिहरूको उपस्थितिमा हामीले यही महानगरपालिकाको यो सभाकक्षमा छलफल गऱ्यौँ र मैले उहाँ डाक्टर दिवस अमात्यलाई चाहिँ तपाईँले यो दक्षिणतर्फ यो जुन चौरको मध्य भागमै मोटरेबल जुन बाटो खोलिएको छ यसले गर्दाखेरि त्यहाँको जुन देवस्थल छ त्यो देवस्थलमा चाहिँ एकदमै आँच पुग्यो तसर्थ तपाईँले चाहिँ यो ठाउँबाट त्यो ठाउँमा गेट खोल्नको निमित्त महानगरपालिकाबाट तपाईँले चाहिँ स्वीकृति दिएको छ भने त्यो स्वीकृति मलाई यहाँ चाहिँ पेश गर्नुहोस् र त्यो बेलामा चाहिँ मैले निश्चित तवरले महानगरपालिकाको तर्फबाट गल्ती भयो तसर्थ गुठियारहरू महानगरपालिकाबाट चाहिँ गल्ती भइसकेको रहेछ तसर्थ यो गेट चाहिँ म बन्द गर्न सक्दिनँ भन्ने कुरा चाहिँ मैले व्यक्त गरेँ र मैले उहाँलाई चाहिँ डाक्टर दिवस अमात्यलाई 3 दिनभित्र तपाईँसँग भएको प्रमाण पेश गर्नुहोस् भनेर मैले उहाँलाई अनुरोध गरेँ गर्दाखेरि उहाँले चाहिँ 3 दिन होइन मेरो साहब मलाई 7 दिनको म्याद चाहिन्छ भन्नुभयो। हुन्छ भनेर 7 दिनको म्याद दिएँ तर उहाँको पेपर पेश गर्दाखेरि त्यो दक्षिणतर्फ गेट खोल्नको निमित्त कुनै पनि महानगरपालिकाको अथवा नगर पञ्चायत अथवा प्रमुख प्रशासकीय अधिकृत कसैले पनि त्यो उहाँलाई चाहिँ अनुमति दिएको देखिएन। नदेख्दै गर्दा हामीले चाहिँ त्यो गेट भत्काउनुको निमित्त उहाँलाई बारम्बार अनुरोध गऱ्यौँ तर नमानेको अवस्थामा आज चाहिँ महानगरपालिकाको टोली म लगायत हामी चाहिँ गयौँ र गएर चाहिँ त्यो उहाँको जुन गेट छ त्यो गेट चाहिँ हामीले भत्काइदियौँ र त्यो गेट भत्काइसकेपछिको अवस्थामा निश्चित तवरले गेट भत्काउनुभन्दा अगाडि यो कुरा हल्लाखल्ला भयो भने सम्भवतः अलि गाह्रो साह्रो पर्न सक्छ अथवा त्यहाँ केही भवितव्य पनि हुनसक्छ तसर्थ तपाईँहरूलाई जानकारी गराइन र अब त्यो काम चाहिँ हामीले क्षति गरिसकेका छौँ
तसर्थ यो कुराको चाहिँ यहाँहरूलाई हामीले जानकारी गराउनुको निमित्त आजको यो पत्रकार भेटघाटको कार्यक्रम गर्यौँ। पत्रकार सम्मेलन गुठियार देशन थथगुख तगुख त्यहाँ हाम्रो कार्तिक मङ्सिरमा धान काट्दाखेरि सुकाउने ठाउँ हो त्यो ठाउँ अहिले जुन सुमित्रा अमात्यले किनेको घर हो त्यो अहिले एक वर्ष 1.5 वर्ष समथिङ भयो होला। त्योभन्दा अगाडि त्यहाँ के शारदा के भन्ने त्यो समथिङ डिएसपीको हो। त्यो डिएसपीले हामीलाई पहिलाको पञ्चायत कालकोतिरको कुरा हो। हामी अब सानो हुँदाखेरि अब एकजना पुलिसले 10 जना जनता थर्काउने समय हो। अब झन् त्यो डिएसपी भएको बेला पावरफुल भएको बेला हामीलाई त्यो तिमीहरू जापोहरू कराए पनि हामीले यो सब सुनिन्छु तिमीहरूलाई भनेर थर्काएर उसले भैकुमबाद चढाएर हाम्रो देवाली मन्दिरसँगै पर्खाल तासेर बनाएको थियो। अनि त्यो हुँदा यहीँको अब अलिकति धनादेहरूले त्यो घर किन्न खोजेको त्यही बाटोको संरचनाले गर्दाखेरि त्यो बाटो नभएको कारणले गर्दाखेरि त्यो ठाउँ उसले त्यो घर अलि किन्न नसकेका हो। त्यो किन्न सकेर पनि नकिनेको हो बाटोको कारणले। अब घर किन्दाखेरि खरेडीहरू किन्दाखेरि त बाटो त अवश्य चाहिन्छ। त्यो बाटोको कारणले गर्दाखेरि यतैतिर हाम्रो स्थानीयहरूले चाहिँ त्यो कारणले गर्दाखेरि त्यो घर नकिनेको हो। अब तपाईँले भने जस्तै पत्रकारजीले भने जस्तै एकजना सुमित्रा अमात्य भने अख्तियारका 4 प्रमुख मध्ये 1 प्रमुख हुन्। मैले भनेपछि जे पनि गर्न सकिन्छ भनेर डिएसपीको पहिला हामीले थिचोमिचो डिएसपीले गरेको थियो। अहिले थिचोमिचो कसले गरेको थियो त्यही अख्तियारको मान्छेले गरेको थियो। त्यही अनुसारले उहाँले किन अब उहाँको टाउकोमा थाप्नु पर्यो। उहाँले के अरू त्यहाँको समाचारहरू के बनाउने के गर्ने भनेर त्यो भइसकेको थियो। हामीले ठ्याक्क चुनाव पनि जित्नु वडासी हाम्रो अरू 60 भाइ जस्तै हाम्रो वडासी रविनजी भिन्जरकार पनि जित्नु अनि हामीले पनि उहाँले पनि खबर गर्यो। अनि हाम्रो मेयर पनि अलि हामी पहिला एउटै समाजमा काम गर्दाखेरि सँगै पनि भएको थियौँ हाम्रो मेयर साहब। उहाँले हामीले चाहिँ एउटा निवेदन मेयर साहब यहाँ त यसो बनाउनु लागेको थियो पावरको पहुँचमा चाहिँ सबै गर्ने हुन्छ कि तपाईँहरूले पहल गर्नु पऱ्यो कि हामीले गर्नु पऱ्यो भनेर चाहिँ हामीले योभन्दा अघि हाम्रो मेयर साहब जो अमेरिका जानु अगाडि हामी डेलिगेसन आएको थियौँ। त्यो कुराहरू हामीले राखेका थियौँ। निवेदन पनि दिएका थियौँ वडामा पनि दिएका थियौँ। अनि वडाधीशज्यू र यहाँ मेयर हामीसँग सल्लाह गरेर उहाँले अघि मेयर साहबले भने जस्तै उहाँले यदि 90 दिनभित्र तपाईँहरूले चाहिँ के छ डकुमेन्ट्सहरू सब्मिट गर्नु भन्दाखेरि सक्नु भएन। त्यो आधारमा यो अहिले महानगरपालिकाको पहलमा उहाँको गेट संरचना अनैतिक संरचना फर्काइदिनु भयो। त्यसको लागि महानगरपालिकालाई मुरीमुरी धन्यवाद पनि छ हाम्रो गुठीको तर्फबाट। हामीहरू सरस्वती पूजामा जहिले पनि जाने सरस्वती पूजा त्यही गर्ने सरस्वती पूजा गर्दाखेरि त्यही भोजसोज खाने गर्दाखेरि अहिलेसम्म त्यहाँ मठ मन्दिर एउटा 2टा 3टा 4वटा 5वटा मन्दिर छ होइन। अनि एउटा सानो थियो 6वटा मन्दिर छ। त्यो मन्दिर यथावधि छ। उहाँले जुन गर्नुभएको कमसेकम मेरो विचारमा होला उहाँले जग्गा अतिक्रमण गरेको करिब 10 फुट जति होला। त्यति अतिक्रमण गर्दाखेरि फेरि बाटो बनाउने राजके कुनै कानुनै नभएको हो। यसमा त कानुन निश्चित रूपमा छ नि। राज्यको कानुन छ, स्थानीयको कानुन छ, प्रदेशको कानुन छ। कानुनलाई लट्याएर स्थानीय लट्याएर गर्न उपयुक्त छैनौँ। त्यो सबैले देखेको कुराले तपाईँहरू कोही पनि डराउनु पर्दैन। स्थानीय जाग्छ उठ्छ पनि हामी उठाउँछौँ पनि। हामी व्यक्ति विशेषमा कसै पनि जाँदैनौँ। म व्यक्ति विशेषमा आफै नै म संस्थागत रूपमा म तरुणी काखुलोको अध्यक्ष। मैले अघि पनि मेरो परिचय दिएँ। मेरो टोलका साथीहरू हुनुहुन्छ, गुठियारहरू हुनुहुन्छ। हामीले हाम्रो ठाउँ संरक्षण गर्न हामीलाई एक किसिमको पहल गर्यौँ। त्यो पहलको उपर हाम्रो वडाधीश रविनजी र हाम्रो मेयर साहबजीले चाहिँ हामीलाई प्रतिबद्धता जाहेर गर्नुभयो। तपाईँहरूको चाहिँ जुन देवाली गुठीलाई चाहिँ हामी संरक्षण गर्छौँ भनेर उहाँहरूले जुन प्रतिबद्धता जाहेर गर्नुभयो त्यसैको उपर अहिले आएर उहाँहरूले चाहिँ पर्खाल भड्काउनु भयो। यो एकदम स्वागत योग्य।